नमस्ते हाम्रो युट्युब च्यानल मार्फत फेसबुकमा जोड्नुहुने सम्पूर्ण प्यारो साथीहरूलाई म आर्टिस्ट पुसिङ बैजी चिन्नुहुन्छ हैन। मेरो जुन भिडियोहरू हजुरको माझमा सधैँ पोस्ट गरेको त्यो बानीले गर्दा हजुरहरूले पनि हेरेको बानीले गर्दा आज चाहिँ म स्पेसली एकदम हाम्रो काइकै गाउँपालिका नम्बर 6, 7 र हाम्रो 5 को 82 गाउँको हाम्रो 3-4 गाउँको वन अध्यक्ष हाम्रो कमरेड अजयसँग बसेर म थोरै कुराकानी र उहाँको परिचयतर्फ गइरहेको छु। धन्यवाद। मेरो युट्युब च्यानल हेर्नुहुने सम्पूर्ण साथीहरूलाई पनि मेरो तर्फबाट स्वागत गर्दै मेरो भाइले पनि मेरो कमरेडजीलाई पनि स्वागत छ। धन्यवाद दाइको युट्युब च्यानलमा। नमस्कार दाइ, मेरो नाम चाहिँ अजय विक। मेरो घर चाहिँ डोल्पा जिल्ला काइके 7 मा पर्छ। यसै गरी हाम्रो यो बेसिरेकी यो सामुदायिक वनको वन अध्यक्ष हुँ म। यसै गरी आज हामी हाम्रो 2083 साल जेठ 1 गतेको दिनमा हामी यार्चा पाटनमा छौँ। यो चारगाल भन्ने ठाउँमा छौँ हामी। यहाँ सेन्ट्री गर्ने क्रममा हाम्रो आदरणीय हाम्रो एकदम नजिकको मित्र पुछरी बैजी दाईसँग भेटघाट भइरहेछ। त्यस कारणमा चाहिँ आज हामी सेन्ट्री गर्ने क्रममा हामी यहाँ लेखमा छौँ। यसै गरेर म के भन्न चाहन्छु भनेपछि डोल्पा जिल्लावासीहरू यस्तै गरी विशेष गरी हाम्रो काइके वासीहरूलाई के भन्न चाहन्छु भनेपछि अब यार्चा पाटन खुलिरहेछ, खुल्दैछ, खुल्ने क्रममा छ। अब यहाँ ठाउँ ठाउँमा सेन्ट्री गरिरहेछन्। ठाउँ ठाउँमा अब कमाउनलाई केही रोजीरोटी केही चलाउनलाई हाम्रो ठाउँ ठाउँ विभिन्न ठाउँबाट जिल्ला बाहिर जिल्लाभित्रबाट यही अब काइके गाउँपालिका अब जस्तै यो छर्कातासुङ, डोल्पा बुद्धसे, फोक्सुन्डो गाउँपालिका यो 4 जगदुला, मुट्केचुला यो 4-6 गाउँपालिकामा चाहिँ विशेष यार्चा हुने भएकाले यसै गरी अहिले हाम्रो यार्चाको एकदम परिचर्चा भइरहेछ। ठाउँ ठाउँमा सेन्ट्री गर्ने क्रम भइरहेछ, जारी छ। र बाहिरबाट आउने कमाउन आउने दाजुभाइ दिदीबहिनी आमा बुवा तथा सम्पूर्ण मान्छेहरू यहाँ भित्रिँदै हुनुहुन्छ। यसै गरी अब सबैलाई आफ्नो सबसे ठुलो कुरा भनेको आफ्नो ज्यान हो, स्वास्थ्य हो। स्वास्थ्यको एकदम ख्याल गर्नु होला। तपाईहरुलाई म हात जोडेर भन्न चाहन्छु हस्पिटलको मेडिसिनदेखि लिएर सबै कुराहरू आफ्नो स्वास्थ्यलाई चाहिने आफूलाई चाहिने चिजहरू सबै सम्पूर्ण बोकेर आउनु होला। करिब 3500-4000 मिटरको उचाइ, 5000 को उचाइमा भएको पाटनहरूमा धेरै अक्सिजन कमी हुन्छ। यसका कारणले किनकि अब सम्बन्धित ठाउँमा हामीले केही कुरा यो भोक्ता यो समूहहरूले पनि केही कुराहरू त्यहाँ हामीले उपलब्ध गर्न सकिँदैन। किनकि अब सबै कुराहरू हामीले व्यवस्थापन गर्न सकिँदैन। आफ्नो ज्यानको सबै कुराहरू आफैले नै ख्याल गर्नुपर्छ भन्दै म विशेष गरी सबैलाई आग्रह गर्न चाहन्छु। यसै गरी हाम्रो यो नेपाल सरकारलाई पनि म के भन्न चाहन्छु भनेपछि हाम्रो यो विकट यो दुर्गम यो ठाउँहरूमा विशेष गरेर यहाँ केही कुराहरूको सुविधा छैन। यहाँ मान्छेहरू यतातिर मान्छेहरू बिरामी भयो भनेपछि त्यही अनुसारको हामीले यो सेवा सुविधा दिन सकिँदैन। मान्छे मर्नै लाए पनि त्यही अनुसारको अब केही कुराहरू छैन। यसका लागि चाहिँ विशेष गरेर आफ्नो वडा गाउँपालिका वडा त्यस्तै गरी डोल्पा जिल्ला सबै आफ्नो तहको सरकारहरूले पनि सबैले सहयोग सपोर्ट गरिदिनु होला भनेर भन्दै म हार्दिक अनुरोध गर्दछु। नमस्कार। धन्यवाद मेरो प्यारो भाइ अजय, कमरेड अजय। उहाँ धेरै समय नेपाल कम्युनिस्ट माओवादीको जुन सङ्घर्षकारदेखि नै उहाँले सङ्घर्ष गर्दै उहाँले धेरै वर्ष नै आफ्नो ज्यानको बाजी राखेर जुन नेपाल आदर्य भरिको जनताहरूको लागि गणतन्त्रको लागि जुन नेपालमा हाम्रो जनताहरूको हक अधिकारको लागि कम्युनिस्ट पार्टीमा प्रवेश गरेर धेरै वर्ष सङ्घर्ष गरेर अहिले चाहिँ हाम्रो
ब्यासी, चिलपारी, बन्ठारी, उरु, धारापानी, ब्यासीघाट लगायतका गाउँका ठुलो गाउँको जिम्मेवारी बोकेर उहाँले अध्यक्ष वनको अध्यक्ष गर्नुभएकोमा म आर्टिस्ट भुसुङ बोजीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। भाइले फेरि म थोरै क्वेसन सोध्न गइरहेको छु। हजुरले अध्यक्ष 2082 सालको कुन महिनादेखि जिम्मेवारी बोकेको हो? मैले 2082 साल तपाईको साउनदेखि भनेपछि भदौदेखि 5 महिनादेखि यो गरिरहेछौँ। अब केही कुराहरू अब नयाँ गर्ने क्रममा चाहिँ अब केही कुराहरू मिल्दैन, केही कुराहरू अब बुझिँदैन। अब यसको अब सबै कुराहरू अब बुझ्ने क्रममा छौँ, अब सिक्ने क्रममा छौँ। त्यही भएर पनि अब आम जनताहरू बेसी गाउँ, बन्ठाडा, चिलपारा, धारापानी, बेसीगढ सबै युवाहरूले साथ सपोर्ट दिनुभएको छ। यस्तै गरेर हामीहरू सबै एक भएर हामीले झन् अझै यो ऊर्जा, यो जोस जाँगरलाई चाहिँ अझै हामीले बढाएर लानुपर्नेछ। अब सबै ठाउँमा अब धेरै राम्रो कामहरू गर्नुपर्नेछ। धन्यवाद। हजुरले यो ठुलो गाउँको जिम्मेवारी बोकेर अनि वनको जुन करदेखि लिएर नेपालको ठुलो क्षेत्रफल डोल्पा जिल्लाको वन कार्यालयमा उहाँले गएर हाम्रो जुन यो खोङ्जा सामुदायिक वन, बेसिरेकी सामुदायिक वनको सबै डिटेल तिर्ने सबै उहाँको चाहिँ सबै कागज तयार गर्नुभएकोमा मेरो तर्फबाट एकदम बधाई दिन चाहन्छु। तपाईँले आफ्नो अमूल्य समय लिएर आफ्नो घर खेतको जुन बारीको परिवारको जुन समस्या भन्दा पनि गाउँको समस्याको लागि दुनाई बजारमा धेरै दिने समय, आफ्नो अमूल्य समय लिएर प्रष्ट कामहरू गर्नुभएकोमा म आर्टिस्ट भुसुङ बोजीको तर्फबाट बधाई दिन चाहन्छु। र पाटन क्षेत्रमा पनि उहाँले जुन सुरक्षाकर्मीदेखि लिएर सबै गाउँका केटाहरू आज पनि हाम्रो 2-3 जना नभई चिलपारीबाट मोहन भाइ, अनि बन्ठानाबाट लोको भाइ, अनि ब्यासीबाट हाम्रो मल्लम लामा, अनि कुन्जाङ रोकाया, लगायत धारापानीबाट रमेश बोरादेखि लिएर अहिले ब्यासीघरबाट अहिले खबर पठाएछ तर आउन सकिन। तर हाम्रो चाहिँ गाउँको सबै केटाहरू, यहाँ मेन केटाहरू जुन गाउँबाट सल्लाह गरेर खटाएर आज सेन्टिटीमा यो बेसिरेकी तासा खोलामा पुरै हामीले सेन्टिटी गर्नेछौँ। यहाँबाट दुधपिनबाट हेरेर पनि हामीले गर्नेछ। अहिले चाहिँ आज चाहिँ हिउँले गर्दा अलिकति गाह्रो जस्तो छ त्यो लेकमा। तर भाइले म फेरि के भन्न चाहन्छु भने पोहोरभन्दा यो सालको तुलनामा हामी धेरै पछाडि नै सेन्टिटी हो। यो खासै पोहोर धेरै अगाडि जानुभयो। यो चाहिँ खासै हामीले यो साल चाहिँ के कारणले होला भाइ अध्यक्षज्यू? अब यसपालि चाहिँ यस्तो भयो, गत साल बितेको पोहोर साल 2082 सालमा चाहिँ तपाईँको यो समयतिर यो अनुसारको हिमपात परेको थिएन। यसपालि चाहिँ अब हिमपात बढी मात्रामा भएको कारणले गर्दा अब मान्छेहरू जान नसक्ने, अब घोडा खच्चरहरू हिँड्न नसक्ने, हाम्रो डोल्पा जिल्लाको अब जस्तै अब यो गाडी बाइकहरू नपुगेको ठाउँको हाम्रो प्लेन भने पनि, हेली भने पनि, गाडी बाइक जे जस्तो भने पनि हाम्रो घोडा खच्चर नै हो। त्यो लिन सक्ने अवस्था नभएको कारणले गर्दा हामी चाहिँ यो वर्ष अलिकता अब 1 हप्ता 8-10 दिन पछाडि पेल्नु पर्ने स्थिति भयो। तर किनकि त्यही अनुसारको पनि अब हाम्रो यो जुन यो राज्य, जुन यो नेपाल सरकारले हाम्रो जतिसुकै यो करहरू मात्र लाने, तपाईँको करहरू मात्र हामीले तिरिराख्ने, हामीले करहरू राजस्वहरू चाहिँ सरकारले मात्र ट्याक्सहरू तिरिराख्ने। तर त्यही अनुसारको सरकारले हामी आम जनता, दुर्गमवासी जस्तो यो दुर्गमवासी जनताहरूको लागि सरकारले त्यो अनुसारको सेवा सुविधा, त्यो अनुसारको मान्छेको सुरक्षाको लागि केही कुराहरू चाहिँ नपुर्याएको कारणले गर्दा म योमा चाहिँ एकदम दुखी छु। किनकि सरकारले त्यही अनुसारको अब हामी जनताबाट ट्याक्स तिरेको, कर तिरेको उनीहरूलाई सरकारले तिरिसकेपछि सरकारले पनि त्यही अनुसारको हामीलाई पनि सेवा सुविधाहरू, मान्छे बिरामी होला लेकमा, कुनै डेलिभरी होला, कोही लोड लान, चोटपटक लाग्लान्, त्यही अनुसारको रेस्क्यु त्योहरूको सामग्रीहरू पनि सरकारले जुटाइदियो भने हामीलाई धेरै सहज हुनेछ भन्न चाहन्छु म। धन्यवाद। हस्, धन्यवाद। उहाँसँग बसेर 2-3
उहाँको आफ्नो अमूल्य समय लिएर मेरो युट्युब च्यानल मार्फत फेसबुकमा पनि 2-3 शब्द राख्नु भएकोमा समाजको लागि एकदम अमूल्य शब्द प्रहार गर्नुभयो। मेरो मुटु नै खतर बनायो। यो लामो समयसम्म सम्झना रहिरहोस् भन्न चाहन्छु। लाइक, सेयर, कमेन्ट गर्नु होला। थ्याङ्क यू भेरी गुड सो मच।